म एउटा केटी भएर मैले लाइफमा यति राम्रो गरिरहेको छु भनेर म र मेरो एउटा केटा साथीको फ्रेन्डसिपै टुट्यो के Hi guys, I know this is हल्का different video तर I'm trying to find my niche पनि अनि त्यसपछि my friends tell me म एकदमै मजाले स्टोरीहरू भन्छु भनेर अनि म अहिले नाइट स्किन केयर रुटिन पनि गर्न आँटेको अनि yeah, I want to try something new, something different त्यही भएर grab a bag of popcorn and be ready. So के भएको थियो भन्दाखेरि this guy and me we were really good friends. हामी like we met couple of years ago, like maybe 1-2 वर्ष अगाडि, I don't remember. तर like from the day I met him, like he was हल्का egoistic थियो है. अनि त्यसपछि he was like मै हो खालको केटा के. अनि तर पनि I was friend with him because we were from the same group, friend group हैन. अनि त्यसपछि हामी एउटै फ्रेन्ड ग्रुपमा थियो अनि लाइक त्यस्तो लाइक कस्तो हैन अरूसँग इगोइस्टिक भए पनि मसँग चाहिँ त्यस्तो थिएन के. अनि लाइक देयर आर टाइम्स उले चाहिँ मेरो अरू फ्रेन्डहरूलाई कस्तो तल होच्याउन खोज्थे के. अनि त्यसपछि आई टुक स्ट्यान्ड फर माई फ्रेन्ड के. मी अनि मेरो बेस्ट फ्रेन्ड वी टुक स्ट्यान्ड फर देम. अनि त्यसपछि लाइक कस्तो थियो भने चाहिँ लाइक ऊ चाहिँ त्यो कस्तो केटाहरूलाई कन्ट्रोलिङ खालको थियो कि. अनि त्यो केटाहरू कन्ट्रोल्ड पनि हुन्थ्यो होइन. अनि त्यसपछि ऊबाट कन्ट्रोल पनि हुन्थ्यो. अनि त्यसपछि हि वाज हल्का त्यस्तै खालको केटा के. अनि त्यही म किन उसँग साथी दिएँ नै थाहा छैन कि फर यति लङ टाइम चाहिँ होइन. तर लाइक आई अलवेज लाइक कस्तो भने helped him in life whenever he needed help from me हुन्छ नि. I've always been there for him खालको साथी के. अनि त्यसपछि लाइक के भयो भन्दाखेरि we both came to US. अनि त्यसपछि उसले पनि ग्याप इयर लिएको मैले पनि ग्याप इयर लिएको. अनि हामी दुईटैले ग्याप इयर लिएपछि लाइक हामी एकदमै ह्याङ आउट गर्ने के. होल फ्रेन्ड ग्रुपै एकदमै धेरै ह्याङ आउट गर्ने होइन. अनि त्यसपछि लाइक म एकदमै रिलहरू पोस्ट गर्न थालेँ नि त. लाइक यसरी यो कन्टिन्युस रिल हाल्नु अगाडि पनि लाइक म रिलहरू हाल्थेँ नि त. म एउटा लिङ्क गरिदिन्छु क्या एउटा भिडियो. वेट लेट मी सो यु एउटा आइप्याडमा. इफ यु गो डाउन टु दिस रिल म डिस्क्रिप्सनमा पनि राखिदिन्छु होइन यो रिल. सो यसमा क्लियरली के भनेको छ भने माई प्यारेन्ट्स थिङ्किङ आइम स्ट्रगलिङ एन्ड लोन्ली अब्रड भनेर छ होइन. अनि इट इज अल अबाउट मिनवाइल मी भनेर आइम इन्जोइङ माई लाइफ के. अनि मैले क्याप्सनमा उप्स हिही भनेर लेखेको के होइन. अनि लाइक माई फ्रेन्ड्स आर ह्याप्पी फर मी हुन्छ नि. लाइक आउट हियर क्याटिफाइङ स्प्रिङफिल्ड भनेर लाइक दिस इज अल्सो माई मेल फ्रेन्ड. अनि उसले ऊ गरेको छ लाइक माई ब्रदर लाइक आँखा नलागोस् भनेर हि इज पुटिङ द इभिल आई माई फेभरेट टुडे एन्ड एभ्री डे लाइक हुन्छ नि. अल माई मेल फ्रेन्ड्स आर सपोर्टिङ हियर होइन. लाइक अनि उसले चाहिँ मलाई कपाल डेज बिफोर हि कल्ड मी के सेङ लाइक उसको ब्रेकअप भयो कि लाइक द गर्ल हि इज टकिङ टु खै के भयो भनेर. अनि हि वाज भेरी स्याड होइन. अनि आई ह्याड कम्फर्टेड हिम कि होइन लाइक के छैन कस्तो हो भनेर. अनि त्यसपछि सबै कुराहरूले लाइक आई वाज रियली गुड फ्रेन्ड अफ हिम कि. अनि त्यसपछि लाइक म लाइफमा यति लाइक मलाई उसले चाहिँ कम्प्लिमेन्ट चाहिँ दिइरहन्थ्यो कि यु वान अफ द स्मार्टेस्ट गर्ल आई नो त्यस्तो त्यस्तो चाहिँ भनिरह्यो हुन्थ्यो कि होइन. अनि बिकज लाइक आई युज टु हेल्प इन सो मच लाइक के कुरामा क्या. लाइक मलाई जे लाइक सोधे पनि लाइक मलाई थाहा छ भने लाइक आई नेभर गेट किप टु माई फ्रेन्ड्स इफ लाइक मलाई केही कुरा थाहा छ भने भनेर होइन. अनि त्यो भनेर म राम्रो छु पनि भनिरहेको होइन. इफ यु मिन टु मी आइ एम मिन टु यु. त्यो रिलमा हि रिप्लाइड स्ट्रगल स्टार्ट्स वेन यु स्टार्ट वर्किङ पुटिङ योर सेल्फ एट रिस्क भनेर पठाएँ कि होइन. अनि फर्स्ट अफ अल मैले लाइक स्ट्रगलै छैन भनिरहेछु त. अब मलाई किन स्टार्ट हुनु पर्यो स्ट्रगल होइन. अनि म किन आफूलाई रिस्कमा राखौँ कि. मेरो पोइन्ट चाहिँ लाइक त्यही थियो क्या फर्स्टदेखि नै. अनि मैले चाहिँ के कस्तो थियो भने मैले भनेँ नि लाइक एकदमै त्यो ऊ थियो के अरे एकदमै कस्तो भन्दा लाइक एकदमै यस्तो कुरामा न्यू खोजिहाल्नुपर्ने खालको केटा थियो कि. अनि आई थट लाइक जिस्किरहने पनि थियो. सो आई थट फेरि यसको त्यही बानी हो. सो अनि मैले चाहिँ म चाहिँ जिस्किरहेको हुन्थेँ. अनि लाइक मैले चाहिँ देयर इज नो सच थिङ एज स्ट्रगल फर मी भनेर भने कि यसै कि अब यसरी बोल्थ्यो हामी. अनि त्यसपछि उसले ट्राई रनिङ अ गेम रुम भनेर मलाई भने कि. अनि बिकज हि वर्क्स फर अ गेम रुम के. हि डज नट इभन ओन द्याट गेम रुम होइन. अनि त्यसपछि कल अनि उसले आफै कि. अनि मैले रिप्लाई दिइनँ कि लाइक यो पागल भनेर मैले रिप्लाई दिइनँ होइन. अनि त्यसपछि स्ट्रगल इजन्ट इनसाइड द कलेज गेट्स इट्स आउटसाइड
इन द रियल वर्ल्ड भनेर भने कि अनि मैले चाहिँ के भने साउन्ड्स लाइक यु सिन थिङ्स मस्ट बी टफ भनेर भने कि अब म के भनौँ कि लाइक उसले उसको लाइक गाह्रो भइरहेछ भनेर चाहिँ म मेरो रिलले पनि मलाई गाह्रो भएको छैन भनेर भनिरहेको छु होइन अनि त्यसपछि अब म के भनौँ कि अब त्यति मैले भने नि हि सेड बिङ टफ एन्ड एक्टिङ टफ आर टु डिफ्रेन्ट थिङ्स रे कि म चाहिँ यतिकै जिस्किया जस्तो लागेको थियो नि त होइन अनि मैले चाहिँ for me running a game room sounds like a side quest, not a struggle. I would like to pass भनेर भने कि अनि उसले side quest that makes 4 times more than your job भने कि अनि ऊ चाहिँ लाइक अट्याक गरिरहेको थियो कि मलाई होइन अनि ए बा इफ युआर मेकिङ मोर मनी देन मी गुड फर यु मलाई ल तिमी जति मलाई पैसा कमाउँदिन म अब के गरौँ त म रुम होइन लाइक आई डोन्ट केयर इफ यु मेक मोर मनी देन मी गुड लाइक हुन्छ नि यो अहिले इट इज नट इभन स्टार्टिङ क्या लाइक यो केही होइन कि लाइक ड्रामा त आउन बाँकी छ कि है अनि त्यसपछि चाहिँ उसले मलाई युनि इज फर 4 years लाइफ इज फर एभर रे के अब लाइफ फर एभरको लागि हो अब म के गरौँ त लाइक आई डोन्ट नो वाट टु रेस्पोन्ड नै के यो टेक्स्टहरूमा के लाइक के भन्नु त म लाइक मैले के भन्नुपर्ने हो नै थाहा छैन कि होइन त्यो साइड क्वेस्टवालामा चाहिँ वाट आई रिप्लाइड वाज या एन्ड आम फाइन विथ इट आई हेभ माई एजुकेसन एन्ड आम लिभिङ द बेस्ट लाइफ भनेर भने कि अनि त्यसपछि अनि उसले द्याट इज वाइ देयर इज नो स्ट्रगल भनेर भने कि अनि त्यसपछि अनि मैले ओके भने कि ओके वाट एम आई सपोज टु से हेलो के भन्नु म अनि त्यसपछि अनि एभर वर्कड अन्टिल 2 AM एन्ड अटेन्डेड कलेज एट 8 भनेर भने कि अनि त्यसपछि एभर हेल्ड अ रिभल्भर फर यर सेफ्टी क्वेसन मार्क भनेर भने कि अनि मैले या आई हेभ नेभर एन्ड आम थ्याङ्कफुल फर इट भने कि अब म के भनौँ त मलाई लाइक मैले गन समात्नु परेको छैन मेरो सेफ्टीको लागि ए भगवान् मैले गन समात्नु परोस् मेरो सेफ्टीको लागि भनेर सुड आई प्रे लाइक आर वी सपोज टु प्रे लाइक ए भगवान् मैले पनि यो जस्तो कि खतरा भयो तिमी गन समातेर आफ्नो सेफ्टीको लागि लाइक what's the point here के आई डोन्ट गेट इट के लाइक के पोइन्ट प्रुभ गर्न खोजिरहेको अनि उसले सो बी इट डोन्ट बी अराउन्ड टकिङ अबाउट यर मेड अफ स्ट्रगल्स नट एभ्री वान गेट्स अ हाई स्कलरसिप रे फेरि के म कन्फ्युज भएँ कि मैले कहिले भने कि मसँग स्ट्रगल्स छ आई एम स्ट्रगलिङ भनेर मैले मेरो रिलमा पनि मेन्सन गरेको छैन कि मेरो रिलमा पनि इट सोज द्याट आम इन्जोइङ के होइन मैले कहिले भने कि आम स्ट्रगलिङ लाइक उसले के पोइन्ट प्रुभ गर्न खोजेकै बुझिनँ बिकज मेरो रिलसँग पनि उसले भनेको पोइन्ट लाइक इट अल स्टार्टेड विथ त्यो रिल तर उसले भनेको पोइन्ट मेरो रिलसँग पनि मिल्दैन के अनि त्यसपछि अनि मैले आई नेभर टक्ड अबाउट माई स्ट्रगल भनेर भने कि होइन लाइक बिकज आई हेभ नेभर टक्ड अबाउट माई स्ट्रगल नि त त्यो रिलमा पनि अनि वाट डु यु इभन नो अबाउट मी भनेर मैले भने कि होइन अनि त्यसपछि मैले आई थिङ्क यु निड टु रिरेड इट It says, my parents thinking I'm struggling and lonely abroad. And it shows that I'm not struggling and enjoying. If you don't get it, skip it. And stop making comments. मेरो पोइन्ट त्यो बेला पनि त्यही छ मेरो पोइन्ट अहिले पनि त्यही छ कि मैले स्ट्रगल गरिरहेको छु भनेर भनेकै छैन कि लिभ मी अलोन के किन तिमी मेरो पछि लागिरहेको के तिम्रो काम धन्दा छैन के हो के लाइक तिमीले केटीले राम्रो गरेको देख्नै नसक्ने हो व्हाट द हेल अनि त्यसपछि इट इज सो फनी टु मी राइट नाउ कि त्यो बेला त म पड्केको थिएँ कि रिसले कि लाइक बिहान के गाइस दिस वाज 7 हो कि 8 in the morning कि म आम एट माई वर्क डेस्क अनि हिज जस्ट टेक्स्टिङ मी दिस कि अनि डोन्ट गो अराउन्ड टकिङ अबाउट यो मेड अफ स्ट्रगल्स होइन अनि मैले त्यही भनेँ कि अनि मैले मेरो फ्रिज कराउँछ घरि के कराउँछ वाट स्टप अनि मैले वाइ डु यु थिङ्क यु आर द ओन्ली वान स्ट्रगलिङ anyways what are your struggles to pay for your car to pay for your education you call this struggle भनेर सोधेँ कि like because he is one of the most privileged person I know है like जसको चाहिँ like he comes from a good family and stuff like that and just he comes from a high upper class family के so called influencer can't take a debate bro तिमी के कुरामा डिबेट गरिरहेको मैले बुझिनँ के के हो के यो पोइन्टै के हो के तिम्रो डिबेटको के वाट होइन अनि
I told him के you're one of the most privileged one, don't even get me started भनेर म पनि कहाँ चुप लाग्छ त हैन अनि putting my life at risk is struggle, not getting enough sleep is struggle, managing time is struggle. I also have to manage time. I also like sometimes I also don't get enough sleep. I know अनि तिमी रिस्क आफ्नो लाइफ लाइक आफ्नो लाइफमा तिमी रिस्क राखी काम गर्छौ भने अब बन्दुक समाती काम गर्छौ भने त भाइ त्यो तिम्रो भरमा हो कि म के गरौँ तिमी बन्दुक बोक्ने काम गर्नुपर्छ भने त लाइक द्याट्स योर चोइस तिम्रो चोइस हो तिमीले त्यो आफूलाई त्यो गरेको के सो त्यो तिम्रो स्ट्रगल नभन के हैन अनि त्यसपछि अनि म त पागल भएँ कि हैन अनि त्यसपछि अनि मैले ओके एन्ड भने कि अब के भनौँ त के भनौँ होइन अनि उसले आई डोन्ट गो अराउन्ड विनिङ अबाउट माई प्रब्लम्स रे के अनि वेन डिड आई मैले कहिले पनि आएर मेरो प्रब्लम्स यस्तो छ मेरो प्रब्लम्स उस्तो छ भनेर भनेको छैन नि त होइन अनि मलाई थाहा छ कि लाइक कतिजना विल बी सो अफेन्डेड बाई दिस भिडियो होला होइन लाइक ल यो कुरा भएर वाइ आर यु कमिङ अप अनि मेकिङ कन्टेन्ट अबाउट इट तिमी अटेन्सन पाउन खोजिरहेको हो भन्दाखेरि भनेर सोध्छ होला कि मलाई अटेन्सनै पाउन खोज्छ लाइक आम अ कन्टेन्ट क्रिएटर आम ट्राइङ टु बी अ कन्टेन्ट क्रिएटर एन्ड माई फ्रेन्ड्स टेल मी म राम्रोसँग स्टोरी भन्छु भने नि या दिस इज माई निश आम ट्राइङ अ न्यू निश अनि त्यसपछि इफ this works for me, it works for me. Ani, like, this is something that happened in my life. I'm not gonna reveal the person's name or anything. हेर्नु मन छ भने skip it. तिमी पनि जाऊ जो हेर्न मन छ बस्छ अनि त्यसपछि ओके ब्याक टु इट अनि त्यसपछि अनि मैले भने कि लाइक मैले कहिले मेरो प्रब्लम्सको बारेमा मेन्सन गरेँ त भनेर कि अनि मैले यु क्रियली ट्राइङ टु से समथिङ थ्रु इट ल यु अर्न मोर गुड फर यु you think you have more struggle than me, good for you. You think you are better than me, good for you. Because I don't see anything more than jealousy out here. Because I honestly don't see anything jealousy by. अब मैले के भनेकै छु अब उसले चाहिँ के भन्यो भने उसको म भन्दा धेरै स्ट्रगल छ त्यही भएर चुप लाग भन्यो बेसिकली अब उसको म भन्दा धेरै स्ट्रगल छ भने म किन चुप लाग्नु कि अब मैले उसको स्ट्रगल उसको चोइस हो मेरो स्ट्रगल नहुनु मेरो चोइस हो नि त आई क्यान अल्सो गो बाहिर काम गर्न अनि त्यसपछि लाइक त्यसरी रिस्क राख्न सक्छु नि त मेरो लाइफमा तर आई डिसाइडेड नट टु अनि लाइक इट्स नट इभन द्याट कि उसले उसको एजुकेसनको लागि पुर्याउनको लागि नै ऊ बाहिर काम गर्नुपर्ने क्या उसको त्यो स्पोर्ट्स कार किनेर उसको स्पोर्ट्स कार तिर्नको लागि तिमी बाहिर काम गर्छौ भने लाइक एक्स्ट्रा पैसा कमाउन बाहिर काम गर्छौ भने F1 भिजा स्टुडेन्ट भएर म के गरौँ कि लाइक मलाई त्यो गाडी किन्ने खाँचो छैन कि मलाई मेरो पढाइ भए पुग्छ कि एट दिस पोइन्ट होइन अनि उप्स आइम सरी अनि त्यसपछि होइन अनि मैले अनि त्यो भने अनि त्यसपछि अनि उसले मैले यु थिङ्क यु आर बेटर देन मी गुड फर युमा चाहिँ एब्सोल्युटली रे के सो हि जस्ट थिङ्स इज बेटर देन मी अनि उसलाई त्यही पोइन्ट प्रुफ गर्नु रहेछ जेलस अबाउट वाट युर सेकेन्ड ह्यान्ड जावा रे के सो इफ यु गाइज डोन्ट नो आई युज टु राइट Java के होइन अनि त्यसपछि that Java is my friend's Java he was also about to leave for the States होइन अनि त्यसपछि उसको Java चाहिँ मलाई पहिलेदेखि मनपर्ने कि लाइक कस्तो राम्रो कलर थियो मेरो मिन्टुको होइन अनि लाइक दिस इज द पिक्चर होइन मेरो मिन्टु इज सो क्युट के गाइज होइन अनि उसले त्यो भने कि होइन लाइक सेकेन्ड ह्यान्ड Java भने चाहिँ लाइक उसले त्यो चाहिँ मलाई कस्तो नराम्रो लागेको थियो कि किनकि it's something that I bought with my own money नि त second hand होस् या third hand होस् होइन and so it is something that means a lot to me के अनि my bike was something that I loved a lot के अनि like I have so many memories अनि त्यो बेला त्यो बाइक किन्ने बेला he praised me so much के oh my god you bought a bike of your own like this is your second bike अनि Java चाहिँ मेरो second bike थियो मैले like मेरो दुईटा बाइक थियो अनि Java second bike oh my god तिमीले दुईटा बाइक किन्ने आफै यान्तुन के भनेर भन्यो होइन अनि त्यसपछि अनि म त when he said that this होइन I was like okay यसलाई मसँग पहिलेदेखि प्रब्लम रहेछ भनेर मलाई रियलाइज भयो कि अनि त्यसपछि अनि मैले एटलिस्ट आई बट इट अन माई ओन भनेर भने कि अनि त्यसपछि अनि उसले I bought a car on my own a sports car भनेर उसले स्पेसिफिकली मेन्सन गरे कि अनि मैले आफ्टर यु केम हियर एनी वान क्यान डु द्याट भनेर भने कि लाइक तिमी नेपालमा हुँदा त तिमीले स्पोर्ट्स कार किनेन त लाइक नेपालमा हुँदा तिमीले कुदाउने बाइक त तिमीले आफै किनेको होइन त तिमी युएसमा आयो अनि इफ यु वर्किङ डे नाइट मरेर बन्दुक बोकेर तिमी काम गर्छौ भने
तिमीलाई त्यो गाडी किन्नु 1 वर्षमा 2 वर्षमा तिर्नु ठुलो कुरा हैन अनि मोर लाइक मलाई डेप्थमा बस्नु मन छैन लाइक म स्पोर्ट्स कार गरेर कुदाउँछु बाटोमा अनि दिमागमा सुत्ने बेला चाहिँ आधी निन्द्रामा पनि ला कसरी तिरौँ भनेर मलाई सोच्नु नै छैन बिकज द्याट्स नट इम्पोर्टेन्ट टु मी के honestly that's not important to me तिम्रो लागि लाइक शो अफ गर्नु इम्पोर्टेन्ट छ भने गो अहेड that does not work for me अनि anyone can do that भनेको what color is yours रे के लाइक कतिसम्म हो क्या उसको यो अनि विथ अ लटरी जब रे के मलाई चाहिँ मैले आफ्नै पैसाले काम गरेँ लाइक मेरो आफ्नै पैसाले मैले किनेको हो भन्दा विथ अ लटरी जब रे के सो द लटरी जब we're talking about is a job that he applied as well के अनि he didn't get in I got in गट एउटा एकदमै राम्रो जब हैन तर मैले त्यो जब पाएँ भएपछि कि म बसी यसरी मलाई आउने पैसा आउने हैन त आई एक्चुअली वर्क फर देम नि त अनि तिम्रो दिमागले भ्याएन मेरो दिमागले भ्यायो त्यो जब पाउन हैन लाइक मेरो लकले भ्यायो हैन लाइक वाट एभर यु वान्ट टु से लक भन्न कि दिमाग भन्न जे भने नि तिम्रो भन्दा राम्रो रहेछ सो पाएँ मैले उसलाई हेल्प पनि गरेको के लाइक हुन्छ नि तर पनि उसले पाएन त म के गरौँ इट्स नट माई फल्ट तिमीले त्यो काम पाएन कि एज इफ उसले चाहिँ यसरी भने कि उसले त्यो जबको लागि कहिले अप्लाई नै गरेको थिएन के अनि त्यसपछि मैले एटलिस्ट मैले त्यो काम पाएँ भनेर भने कि होइन लाइक एटलिस्ट आई गट इन्टु इट एज इफ यु डिडन्ट ट्राइड भनेर मैले भने कि उसलाई उसले चाहिँ लाइक ट्राई नै गरेको छैन जस्तो भनेर भने कि लाइक अनि तिमीलाई यसै कुराले लाइक कुल फिल गराइरहन्छ भने तिमी कुल हो भनेर नि भने क्या लाइक यो कुल ल छोडिदेऊ भनेर भने होइन अनि त्यसपछि चाहिँ मैले चाहिँ के भने आई सेन्ड दिस एकदमै नाम लुकाएर देखाउँछु ल आई सेन्ड दिस एकदमै लामो टेक्स्ट के होइन यसमा चाहिँ वाट आई सेड इज म सुइँ पढ्छु ल मैले के भने आई डोन्ट नो वाइ यु हेभ दिस इन्फ्लेटेड इगो यु अलवेज हेभ बिन लाइक दिस यु जस्ट लाइक टु फाइट विथ पिपल यु जस्ट लाइक टु मेक fun of people and humiliate others. People have life and there are situations when people are vulnerable and you just take advantage of it. I don't know why you even wanted to ruin my day because you clearly did. Most importantly, it started with you thinking that I said I was struggling. Where, when did I? Ani tip, reread it. And if you don't get it, skip it. If you have problem with me being an influencer, me buying a second-hand Java, getting a job, or me not struggling as much as you are, you can just stop talking to me. I don't want a friend who likes to pick a fight for nothing. Ani this is so stupid, very stupid of you. Get a life. Because it's early in the morning and you're just fighting with me because you have more struggles. के त्यो पनि तिम्रो आफै चुज गरेको struggles के एक त you come and tell me मैले बाइक किने अनि के जेलस हुनु तेरो सेकेन्ड ह्यान्ड बाइकसँग भन्ने अड्यासिटी वान यसरी त लाइफमा तिमी कहीँ पनि पुग्दैन पनि भनेको क्या मैले उसलाई अनि उसले what I meant is live in the reality. I have no problem with you. I made my point. And if you think I like humiliating others, maybe you're right. Okay? He has always been like this. Okay? Don't sound like Ananya Pandey when you talk about your so-called struggle. ए बा मैले struggle को कुरै गरेको छुइनँ के तिमी के भएको के अनि and if you look forward to influence people, start taking oppositions. Like I don't mind taking oppositions, but this is not oppositions. के यो त के हो नै भन्न सकिन के envy, like jealousy के हो यो reality isn't your colors Disneyland के भने where everybody is singing rhymes अनि मैले we can have different reality, we are different person भनेर भनिरहेको छु किन मैले I never talked about my struggle, what is wrong with you भनेर भने कि लाइक म चाहिँ त्यो फर्स्ट देखि हैन अहिलेसम्म नि म भन्दै छु मैले मेरो स्ट्रगलको कुरै गरेको छैन त के भएको हो जस्तो के हैन उले के भने नि इन्फ्लुएन्स स्टार्ट्स व्हेन यु डु समथिङ दी अदर्स डोन्ट, not something everybody is doing already भने कि अनि मैले did I ask for your opinion, I love what I do and what I create, what is your problem भनेर भने कि what he said was I don't hate it, I just gave you my idea भनेर भने कि अनि मैले who asked again, no I don't get it, what's your idea, struggle starts when you start working, putting yourself at risk, question mark, is this your idea भनेर सोधे कि अनि so do you want me to work illegally like you भनेर भने कि मैले त्यो हो तिम्रो आइडिया, लाइक म पनि इलिगली काम गरौँ अनि बन्दुक बोकेर आधी निन्द्रामा क्लास जाउँ हैन
No, but stop praising yourself so much. Maybe too much, Reke. What the hell? Why should I stop praising myself? I am proud of myself. I am proud of my confidence. I am proud of who I am as a person. I am proud of where I am today. Why should I stop praising myself? Hello? No. हैन अनि उले के भने नि I get what type of content you like to create. I have no problem with it. Don't fake your content. Real world problems and college life are different things. Maybe start off making college content and not amputate content. And again, my point was about the actual struggle what third world students face in the US. उले भने मलाई अब my point tell me if you agree or not हैन तर real like उले मैले उलाई सोधेको पनि छैन के लाइक तिमीलाई मेरो कन्टेन्ट मन पर्छ मन पर्दैन तिम्रो आइडिया देऊ भनेर तर पनि उले दिइराछ ओके हैन अनि लाइक रियल प्रब्लम चाहिँ कलेज बाहिर हुन्छ रे अनि कलेजको प्रब्लम चाहिँ फेक प्रब्लम होला हैन लाइक कलेजमा आउने प्रब्लम चाहिँ सल्भ भइहाल्ने प्रब्लम होला नि त हैन कलेजमा आउने प्रब्लम अनि उलाई कसले सोध्यो कस्तो खालको म कन्टेन्ट बनाम भनेर अनि सबैभन्दा मेरो पोइन्ट चाहिँ उले चाहिँ के भने नि लाइक my point was about the actual struggle what third world student face in the US रे के third world student ले US आउनु बित्तिकै like एक वर्ष पनि हैन like within first semester सकिनु बित्तिकै स्पोर्ट्स कार किन्दैन होला के अनि that's your choice हैन तिमी बन्दुक बोकेर काममा जानु आफ्नो लाइफ रिस्क गरेर इन्स्टाग्रामहरुमा सोशल मिडियामा गाडी चढेर हिँडेर देखाउनु त्यो फेक होइन हैन अनि म यतिकै कलेजमा नाचेर भिडियो हाल्नु फेक म खुसी हुनु फेक अनि तिमी चाहिँ लाइक त्यो डेप्थ नदेखाउने सोशल मिडियामा त्यो गाडी उडाएको देखाउने हैन अनि त्यो कुल भएर त्यो फोटोहरु हाल्नु चाहिँ फेक होइन अनि म लाइक म एक्चुअली जसरी कलेजमा बाँचिरा हुन्छ यसरी मेरो डर्म देखाइरा हुन्छ म चाहिँ फेक के हो उल्टो भयो जस्तो लाग्यो अनि मैले अनि म त कस्तो अनि म त रिस उठ्यो के हैन रिस उठ्दैन त लाइक आफुलाई प्रेज गर्न छोड्यो म मरी दिन रात मेहनत गर्ने अनि म आफुलाई प्रेज नगर्ने को हो तिमी मलाई त्यस्तो भन्न हैन अझै मेन ड्रामा बाँकी छ why should I stop praising myself when I'm doing so good in life भन्नु मैले भने के you say you like my content and again you say my contents are fake so what do you mean you like fake things if yes my contents are not for you भन्नु मैले भने के this is how my life is going and I'm not faking it you're not experiencing what I am and I am not experiencing what you are हैन because we're two different person and living two different life एउटै कन्ट्रीमा भए पनि के although we came from like एउटै फ्रेन्ड ग्रुप बाहिर तर like we're living two different life because म डरमा बस्छु डरमा बस्दैन उ बाहिर काम गर्छ म बाहिर काम गर्दिन so like what हैन अब उले गन समात्छ मैले समात्दिन अब त्यही हो हाम्रो फरक अनि you are experiencing real world problems I hope you get through it and let me live my college life am I at fault when I'm not facing what other students are but भने के अब म के गरौँ त लाइक मेरो जिन्दगीमा लाइक दुःख आएन त लाइक तिम्रो जस्तो दुःख मैले चुजै गरिन त अब त्यसमा मैले के गर्नु पर्यो त मैले नि दुःख पाउनु पर्यो हो तिम्रो पोइन्ट हैन लाइक के हो अनि you are spreading misinformation about life here like I mean it's not misinformation होइन त misinformation म के गरौँ it is like मेरो लाइफ यस्तै छ त म के गरौँ के हैन this is maybe you got a great scholarship this is very rare you can be proud of it नेपालीको लाइफ त्यही यस्तै छ नि मेरो कलेजमा हैन अनि I'm proud of it and I think I can show it too if you think it's disturbing skip it त्यही मात्र मागे हो नि त तिमीलाई मेरो कन्टेन्टहरु एकदम डिस्टर्बिङ मेरो लाइफ तिम्रो लागि डिस्टर्बिङ भयो भने स्किप गर्दै ब्लकै गर मलाई हैन अनि त्यसपछि उले ओ आई अलवेज डु रे के लाइक ओ आई अलवेज डु रे अनि मैले या गुड इफ यु डु गुड लाइक स्किप इट यो पनि स्किप गरेको भए भने त किन तिमीले रिप्लाई दियो हैन I just had enough of your bullshit भनेर भने के मैले yeah and jealousy भनेर भने के अनि उले why would I be jealous of you I don't even like college
अनि मैले वी क्यान क्लियरली सी ओके वाट एभर हेल्प्स यु स्लिप होइन. अब भाइ यत्रो कन्भर्सेसनमा इट्स क्लियर के लाइक किनकि म मरेर भनिरहेको छु तिमीलाई. लाइक तिमीले भनेको कुरा मैले भन्न खोजेकै होइन. लाइक उसले आफै प्रब्लम निकाल्यो होइन, आफै सल्भ गर्न खोज्यो अनि आफै अझै जित्न खोजिरहेको छ कि होइन. म के भनौँ कि यसमा. अनि there are a lot of things that help me sleep at night but your scholarship is clearly not among them भनेर भने कि मैले then sleep भने कि अब के भनौँ त then sleep सुत्देऊ त्यसो भए भनेर भने. Okay, you say you're doing good in school. Show me how many dudes you can bring on field. Show me how many dollars you can put on table. Show me how many driving license you got. Let's see who understood USA better. Not to forget why everyone in the friend group hated you. I was the only one who didn't change on you. And I hate your idea and not you in person. Stop acting so defensive, comparing my life with yours. But अनि उसले त्यसरी भने होइन. अनि we live different lives. I agree भनेर भने कि. अनि मैले उसले त्यो फ्रेन्ड ग्रुपको कुरा निकालेपछि मैले hated me or you question mark भनेर पठाएँ कि. अनि त्यसपछि अनि उसले let's make a group chat then. Let's make a group chat then. Let's see who hated me. I'm making a group chat just to take votes. Reke, like, ki ho yo? You're making a group chat between our common friends to ask who hates me or who does not hate you. Like, कसलाई prove गर्न खोजिरहेको के तिमीले? Like, you control तिम्रो साथीहरू. लाइक त्यो हामीलाई पहिल्यै थाहा थियो कि लाइक तिमीले यतिसम्म कन्ट्रोल गरेर राखेको थियौ कि त्यो केटाहरूलाई. लाइक केटीहरूलाई त भन्दिनँ म, तर लाइक त्यो केटाहरूलाई तिमीले यति कन्ट्रोल गरेर राखेको थियौ कि होइन. लाइक उनीहरूले उठ भने नि उठ, बस भने नि बस्थ्यो होइन. अब लाइक उनीहरू पनि किन त्यस्तो गर्थ्यो थाहा छैन होइन. लाइक तर दिस आर अल ग्रोन अप म्यान है बाई द वे. दिस आर अल लाइक 18-19+. अहिले त 20+ भनौँ न होइन, सबै 20+. अनि ग्रुप च्याट बनाएर हु आर यु ट्राइङ टु प्रुभ कि लाइक इफ एभ्री वान हेट्स मी सबै फेक त भयो नि त. किनकि मेरो मुख अगाडि त तिमीहरूले मलाई हेट गर्छ भनेर देखाएन नि त. म जस्तो लाइक वाट एभर आई फिल आई सो इट टु यु गाइज. तिमीहरूले मलाई हेट गर्छ भने गर नि त, मेरो के गयो, मलाई त फरकै परेन त. लाइक म लाइफमा जहाँ पुग्नु पर्ने थियो पुग्यो. किनकि म if I hated you, like if तिमीसँग मलाई रिस उठ्यो भने I showed it to you. If म तिमीसँग खुसी छु भने I showed it to you. तर तिमीलाई भित्र रिस अनि त्यसपछि बाहिर हे वाला साथी थियौ भने गुड फर यु. तिमी फेक गर्यौ, मैले गरिनँ. अनि यो ग्रुप च्याट बनाउने चाहिँ के हो त? लाइक कसलाई प्रुभ गर्न खोजेको? एन्ड आई जस्ट सेड ओके प्रुभ योर्स. लाइक मैले let me see what I said, right? That was the last that was last मैले prove yourself not me lol भनेर भने कि. अनि उसले I was the only one who didn't change on you भन्छ. मैले really now let me change on you भनेर I blocked him कि. I blocked him from everywhere because if you're a man होइन, you're a grown ass man, अनि त्यसपछि you are jealous of things like a girl not struggling as much as you are and doing better in life. तिम्रो मेल इगोमा कति लागेर तिमीले मलाई यत्रो किचकिच गरेको त होइन. लाइक के हो के? ग्रो अप यार. लाइक के हो यो पनि? यस्तो पनि हुन्छ साथी? तिमी लाइक प्रब्लममा हुँदाखेरि तिमी रुएर मलाई फोन गर्दाखेरि आई वाज देयर टु लिसन टु यु कि. इफ मैले लाइफमा राम्रो गरेँ भने तिमीलाई त्यति नराम्रो लाग्यो भने नि ब्रो आम सरी यार, आम सो सरी. तिमीलाई मेरो विनसँग यति प्रब्लम भएछ. हि इज अ गुड फ्रेन्ड जस्तो लाग्थ्यो, तर हि क्लियरली वाज नेभर अ गुड फ्रेन्ड. अनि लाइक इफ तपाईँको त्यो यस्तो खालको केटा साथीहरू छ भने देयर नट साथी है. बिकज आई टेल यु वाट हेल्दी मेल फ्रेन्डसिप्स आर. दे अडोर यु, लाइक दे रेस्पेक्ट यु. लेट मी गिभ यु डिफरेन्स होइन. ऊ आएर मसँग त्यो तिम्रो स्ट्रगल भएन के भनेर मसँग न्यू खोज्यो होइन. अन द अदर ह्यान्ड मेरो अर्को मेल फ्रेन्ड वाज पोस्टिङ द्याट उसको स्टोरीमा के.
सो द्याट रिच बढोस् भनेर के देयर इज द डिफरेन्स बिट्विन हेल्दी फ्रेन्डसिप अनि अनहेल्दी फ्रेन्डसिप के अनि समटाइम्स यु हेभ टु कट देम अफ किनकि अब म अझै बोलेको भए यो अझै एस्कलेट हुन्थ्यो अनि त्यो फ्रेन्ड ग्रुपमा गएर अब के भोट गर्ने हामी लाइक हामी के ग्रेड 5मा छौँ लाइक भोट गर्ने अरे के अब ल इभन इफ यु हेट मी होइन ल हेट मी के लाइक सबै 100 भोटै मलाई आयो भने पनि हेट मी के लाइक प्रुभ योर सेल्फ राइट होइन तर किन इज इट रियली नेसेसरी किनकि इट्स नट नेसेसरी फर मी के लाइक आई एम ह्याप्पी विथ you or without you. That was the story. So if you guys liked, it was the Kalko story time. I have so much stories. It's so much. I know like it's the dramas haru मान्छेलाई कति मन पर्छ के हैन अनि like if you म स्क्रिनशटहरु पनि हाल्दिन्छु तर नाम साम नदेखाएर हैन किनकि अब like this is something that happened in my life अनि कसैले पनि कहीँ पनि मैले यस्तो कुरा शेयर गर्न पाउँदैन भनेर भनेको छैन अनि त्यस मलाई नै शेयर गर्न प्रब्लम छैन भने कतिजनालाई सुन्न प्रब्लम नहोला इफ अब कसैलाई प्रब्लम छ भने नसुन त्यही हो मेरो फेरि त्यही हो के इफ तिमीलाई मसँग प्रब्लम छ भने नसुन्न के तर इफ तपाईहरुले लास्टसम्म पुग्नु भयो भने चाहिँ थ्यांक यू सो मच फर वाचिङ and if you want यस्तै खालको content please let me know because I have so many stories to tell के like कस्तो like यो चाहिँ like I had screenshot नि त like ठ्याक्क जे भएको थियो I could tell के तर I also have so many stories के like that I could just tell without the screenshot नभइकन किनकि त्यो त दिमागमा भएको स्टोरीहरु हो नि त so I could tell that stories so if you're interested please let me know अनि कस्तो लाग्यो पनि please let me know I'll see you guys अर्को भिडियोमा thank you so much for supporting me अनि अहिले चाहिँ मेरो 50 सब्स्क्राइबर्स भइसक्यो ए दुईटा भिडियोमा त्यही हो I'm glad I'm thankful every day for my supporters for my family for God for my friends अनि त्यही हो I'll see you on next video bye love you all